सबैभन्दा हाम्रो पाथरासीको मेन हाई रोड यस्तो छ र हिलो र कुनै ठाउँ खाल्टाखुल्टी र बिचमा ढुङ्गा छ र सरकारी गाडी र गाउँपालिकाको अध्यक्ष यही बाटोमा मजाले कुदिराख्नुहुन्छ र कुनै दिनमा यही बाटोले गर्दा मान्छेलाई ठुलो एक्सिडेन्ट पर्छ भन्ने चेतना छैन जस्तो लागिरहेछ। किनभने यही बाटोमा हाम्रा गाउँपालिकाका अध्यक्ष र सधैँ कुरिरहेका छन् र उता रोडमै यसरी ढुङ्गाहरू हुन्छ, त्यहाँ पनि यसै छ रोडमा ढुङ्गा बिचमा छ र साइडबाट सानो एउटै गाडी मात्रै छिन्ने छ र त्यहीमै गरिरहेका छन्, त्यहीबाट काम चलाउ गरिरहेका छन् गाडी चलाउनेहरूले र बाइक चलाउनेहरूलाई। र कुन दिन पो हुन्छ र